ल दाजुभाइ दिदी बहिनी श्रीमती साले नानी साथीहरू ज्वाइँहरू यो आज म चितवन मेडिकल कलेजमा आएको छु। चितवन मेडिकल कलेज आएको छु एक हप्ताको लागि। यो चाहिँ अहिले मेरो गेस्ट हाउसको वरिपरिको चाहिँ भाग मात्र हो। अब एकछिन नास्ता गरेर म एकछिन फेरि यहाँको भिडियो देखाउँछु। यो चाहिँ चितवन मेडिकल कलेजको एरिया रहेछ। भव्य भवनहरू, खुला मैदान, त्यो होस्टेल होला सायद। यो देखिरहेको चाहिँ खुला होस्टेल रहेछ। यहाँनिर चाहिँ क्रिकेट बास्केटबल कोर्ट होला त्यो देखिरहेको। डक्टर पढ्न किन 50 लाखभन्दा बढी खर्च लाग्छ भनेको त यस्तै घरहरू भएर होला। होस्टेलले कतिवटा 1 2 3 4 बिल्डिङ रहेछ। ठुल्ठुला बिल्डिङ 1 2 3 4 रुखको पछाडि पनि एउटा छ 4वटा बिल्डिङ। खुला चौर मान्छे नभएको ठाउँ राम्रो सफै हुँदो रहेछ। अलिक मान्छे कम हुने ठाउँ। यो ठाउँ देखेर पहिला त राणको क्याम्पसको याद आयो। यस्तै छ। ल सनसेट हेर्ने भयो यताबाट। यो पश्चिम रहेछ सनसेट। होस्टेल 4 1 2 3 4 रेड व्हाइट वरिपरिको खुल्ला चौरी सबै। फुटबल ग्राउन्ड रहेछ। एक चक्कर लाएर फोटो भिडियो खिच्यो त। एक चक्कर घाम डुब्न लाग्यो। ल यो घरले छेकिरहेछ। मेरो मोबाइलमा चाहिँ पज सेक्सन छैन रहेछ यार। भोलिको जाँचको लागि पढेर होला केटा। ल यार
यो चितवन क्याम्पस त रहेछ है। बाबुलाई ल्याउनु नसके पनि बाबुलाई चाहिँ यो भिडियो देखाएर तिमी नै आएको जस्तै फिल गर है। यो चोरमा चाहिँ अब तिमी भएको भए चोरमा दौडाएर तेरो भिडियो फोटो खिच्न मिल्थ्यो। के गर्ने अब यहाँ क्याम्पस एरिया मात्र यस्तो हो होइन, क्याम्पस एरिया मात्र अब यसको काममा आएपछि यस्तै हो। अब कुनै दिन बाबुलाई मम्मीलाई पोखरा सोखरा चितवन सितवन सबै खुवाउनु बाँकी छ। यस्तै छ। मैले सुप्रियाको सेल्फी स्ट्यान्ड ल्याएको थिएँ, कस्तो ल्याउने बिर्स्यो अरे। अब भोलितिर खिचौँला, भोलि पर्सि त फोटो चाहिँ भिडियो त यही भइहाल्यो। लगभग मैले क्याम्पसको एक चक्कर लगाएँ। ब्युटिफुल, शान्त। यो चाहिँ क्यान्टिन होला, यहाँको क्यान्टिन अगाडिको बगैँचा। प्राइभेट क्याम्पस कलेजहरू चाहिँ यस्तो सफा सुग्घर चट्ट हुन्छ। अब सरकारी क्याम्पस कलेज मात्र हो त्यत्रो कीर्तिपुर त्यत्रो ठुलो छ, तर हेर यस्तो सफासिफी केही छैन। अब महावीर पुन स्यामुत्र भएको छ, सायद उसले केही गर्ला कि ऊ हुँदासम्ममा। ल यहाँनिर बुढी र सल्लानहरूको टिकटक बनाउन पाएँ, क्या रमाइलो हुन्थ्यो। आहा, के फिल्ममा नाच्थ्यो त, के फिल्मको गीतमा टिकटक बनाउँथ्यो होला मम्मी र सजनी पमनहरूले। यस्तोरी खिच्थेँ कि यस्तोरी खिचेर यस्तोरी लान्थेँ, अनि फेरि यस्तो घुमाएर यस्तोरी गरेर यस्तो गर्थेँ। अब सनसेट है देखिरहेको छ यहाँ पहेँलो गएर सनसेट डुब्नु लाग्छ। ल अलिअलि बाँकी छ, खिच्छु है। डुब्यो अलिकति रातो बाँकी छ। त्यो भिडियोमा चाहिँ पहेँलो छैन, तर रियलमा चाहिँ एकदम त्यो के अरे रेड छ कि, त्यो बिहानको रेड जस्तै। पर्यो यस्तरी देखाएको छ है रियलमा। अघि भर्खरै देखेँ त्यसमा अलिकति बाँकी अलिकति बाँकी
छेक्यो रुखलाई अलिकति छेक्यो 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 डुब्यो 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 सन गयो 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 मुनि गयो 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 मुनि गयो मतलब पृथ्वी ल ल ल ल ल ल अब हेर क्यामेरामा चाहिँ देखेन होइन थोरै बाँकी छ ल डुब्यो भने पनि हुन्छ ल डुब्यो है सनसेट भोलि पनि बेलुका हेर्छु म सेल्फी क्यामेरा ल्याएर फोटो खिच्छु है त यति जुम गरेको मैले ल यो सेतो बिल्डिङ है अघि सेतो बिल्डिङ देखिरहेको छ नि यो त्यही भित्र गेस्ट हाउस म त्यहीँबाट निस्केर अघि एक राउन्ड लगाएको है ठ्याक्कै एक राउन्ड पुग्यो ल क्याम्पसको मेन गेट चाहिँ यही होला सेन्ट्रल मेडिकल कलेज सरी चितवन मेडिकल कलेज